एयरपोर्ट चढ्नु त मजा आउँछ खै त उड्दैन उसो भने उड्दैन हिँड्ने बेला नै भएन रहेछ यस्तो भर्खर चाबी लाग्यो हेलो फ्रेन्ड्स, नमस्ते, सेवा। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आशा छ हजुरहरू पनि सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। फेरि पनि हजुरहरूमाझ नयाँ भिडियो लिएर म उपस्थित भइसकेको छु। साथीहरू, केही काम विशेषले गर्दा म काठमाडौँ आएको पनि आज 4-5 दिन भइसकेको छ। आज छोरा बिहान पनि उसको काकुसँग विराटनगरबाट काठमाडौँ आउँदैछ। सो कुरा त हजुरहरूले स्क्रिनमा भिडियो हेरेर पनि थाहा पाइसक्नु भएको छ। अब केही समय पश्चात बाबा र छोराको काठमाडौँमा भेट हुँदैछ। साथीहरू, बाबा र छोराको भेटपछि छोरालाई मनपर्ने ठाउँमा बाबा छोराको डेन्जर घुम्नेछौँ। हामी कहाँ कहाँ घुम्नेछौँ त्यो सबै भिडियो म मेरो युट्युब च्यानल अपलोड गर्ने नै छु। साथी, हेर्दै गर्नुहोला मेरो युट्युब च्यानल। काठमाडौँ सहर बाबा छोरा घुम्ने काठमाडौँ सहर। फाइनली बाबा र छोराको पनि भेट भयो। आज रातको 8 बज्न लाग्यो, त्यही भएर हामी कहीँ जाँदैनौँ, सिधा होटल गएर सुत्छौँ। भोलि बिहान उठेर चाहिँ कहाँ जान्छौँ, के गर्छौँ त्यो थाहा पाउन चाहिँ भिडियो स्किप नगरी हेर्नुपर्ने हुन्छ। साथीहरू माझमा एउटा रिक्वेस्ट गर्छु ल, जो नयाँ साथीहरू हुनुहुन्छ, मेरो भिडियो पहिलोपटक हेर्दै हुनुहुन्छ, मेरो च्यानल पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ, च्यानललाई सब्सक्राइब गरिदिनु होला है त साथीहरू। हामी केबल गाडी चढिसक्यो नि त, अहिले भरे तपाईँ नआउने र? होइन, त्यही गीत बजाउनु भने त्यही भुइँमा खसेछ, त्यो खुट्टा मुनि हेर्नु। ए हस् हस् र, ए ल हस् हस् हुन्छ त हस्। आज बाउ छोरा मात्रै आउनु भएको? काठमाडौँ हेर डर लाग्यो भने नहेरे धेरै भाइ अलिक हेलाकेलु त गर्दछ है। यस्तो नानीहरू त डराउँदैन। आउला भन्छ मेरो छोरी, मेरो छोरी झन् कस्तो छ के त अगाडि त खास केही दिएन। टाइगर चाहिँ जाउँ उता कहाँ भुइँमा कहाँ हुन्छ अनि कहिले कहाँबाट देख्न लट्ठै यत्रो ठुलो छ नि कहाँ माथि आइसक्यो डाँडा नि रहेछ प्लेनमा जति त प्लेनमा यसै जान्छ नि बरु डर हुन्छ त होइन के भन्दा यो त डोरी छ अनि के हुन्छ गुरुगुरु गर्छ अहिले कहाँतिर त्यो उयसमा ठम्बामा त्यो हाइटमा जाँदा हुन्छ, गाडीमा जाँदा नि हुन्छ हाइटमा। बसमा यतिकै हिँड्दा त त्यो त यङ स्कुल कलेज पढ्नेहरू मात्रै सक्छन्। अझ अनि हेलिकप्टर टक्क उतिबाट हात निकाल्ने ठाउँ रहेछ। यहाँ छु हामी हल्लान यहाँ सम्पर्क नम्बर सबै छ त त्यही भनेर चढ्नु नभए त्यो धेरमा चढ्यो भने कि अब
च्याउ लाग्यो यो मुनि हेर्नु त झन् डर लाग्छ। हिमाल देख्दो रहेछ त पर काठमाडौँ त हिमालै घेरेर छोरा है म त केही देख्दिनँ। कस्तो लाग्यो मजा लाग्यो अलिक राम्रो मजा अल्छी लाग्दै भन्छ कति वर्ष भयो खासै बोल्दैन। ठुलै हो उयो मानेको नि यसलाई थाहै छैन कहाँ आएको भनेर झ्याम्मै चढ के हो भइरहेको अनि त्यो एउटा फ्ल्याट त होइन एउटा के भन्छ यो तार चाहिँ कसरी टाँग्यो होला है? अनि गाडीमा नि जान्छ नि यो त यिनीहरूकै केबल कारकै सामान फेरि यसको सिधा सिधा चाहिँ फेरि जङ्गल होचो होचो रहेछ है। हेर्नु त हामी माथिबाट हेरेर नि अब होइन फाँडेको ए यो मुनि भनेको यो त फाँडै भने सबै काटेर फालेको किन नि यसको सिधा हुन्छ सबसे टाढा यही हो रे केवल कारमा मनोकामना चाहिँ कता मनोकामना त पोखरा जाने बाटोको छ हुँदैन स्वयंभू चाहिँ त्यहाँ रहेछ नि म चाहिँ यता भन्छु यता हेर्दा भाइ कस्तो मजा आइरहेछ कि डर लागिरहेछ माथि भन न ओइ हामी यस्तो गऱ्यो भने अब त्यहाँ पनि सामानहरू उस गर्नु है हतार धर्नुपर्ने रहेछ मम्मी लभ बनाएको हेर्नुहोस् त अब पुग्न लाग्यो माथि रोक्दैन रहेछ कि मलाई घुम्ने डुल्ने गर्छ तलबाट कस्तो आउँदैछ एउटा आउँदैछ एक खालको मोबाइल चाहिँ आउँदा स्पिड कुद्दो रहेछ त अब यहाँ चाहिँ राउन्ड होला नि यतिखेर झरिहाल्नु पर्ने झर्नु पर्ने बिस्तारी झर्दा हुन्छ भाइ हतार नगर है म हुन्छु है भाइ भयो उहाँ हेर ऊ त्यसरी जान्छ ऊ त्यसरी आउँछ ल हेर्नु सुई हेर्नु त यताबाट भाइ यता यहाँबाट हिँड छिटो हिँड्न फाइनली हामी चन्द्रगिरी मन्दिरमा पनि आइसकेका छौँ बाबा र छोरा। अब यहाँ दुईजनाले पूजापाठ गरेर यहाँबाट खेल्ने कुरा घुम्ने कुरा घुमेर हामी यहाँबाट निस्किनेछौँ है त। साथीहरू पूजा सकेर छोरा र म चाहिँ अब खाना खान लाग्यौँ। लगभग 1 साढे 1 भइसकेको थियो, त्यही भएर दुईजनालाई नि एकदमै ज्यादै भोक लागेको थियो। त्यही भएर साथीहरू एकदम छिटो खाइरहेको छौँ है हामीले। अन्त पानी आएको नि भाइ। कहिले भरिँदैन रहेछ नि, किन यस्तो? भाइ तेरो दोस्त आयो हेर त, दोस्त आयो ल। यहाँ चढ्दैन सानी?
यहाँ हेर यहाँ पनि चढ्ने हो यसमा सक्दैन खेल्न त ए ल यति ठुलो दिदी छ अहिले हेर्न यता हो भाइ कहाँ भयो कता भयो चढ 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 नचोड नचोड छोडिसक्यो भने त तल सानो लड्दैन छिटो चढ 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 जोस चढ्न छिटो अब माथिकोमा समात त माथिकोमा हो अब हो खुट्टा हो अब गइ त हालिस् त जा बल गर बल गर बल गर बल गर्न भन्छु यसलाई आइडिया सिकाइदिनु पर्यो क्या यसले जानेन क्या छिटो न हौ चढ्नै सकेन त यस्तै हो केटाकेटी कि चढ्छन् टुइ अनि के हो यो त सक्दै सकेन ल सोच्ने टिकट लाग्छ है टिकट लाग्छ सकेन अनि यहाँ त आइज त्यसो भए सकेन चढ्नु अहिले दाइ अहिले त उयोहरू भयो भने हेलिकप्टर जस्तो साथीहरू मन्दिर दर्शन गरी घुमाए छोरालाई खेलाइ अब चाहिँ हामी तलतिर फर्क्यौँ है त भाइ काठमाडौँ सहर कस्तो लाग्यो भाइलाई यो चन्द्रगिरी राम्रो लाग्यो यहाँबाट हेर त कसरी काठमाडौँ देखिएको सबै घरहरू हेर त है घरहरू देखेको हेर न अनि घरहरू देखिस् न चाहिँ हो र ऊ हेलिकप्टर बस्ने ठाउँ पनि रहेछ त्यहाँ स्विमिङ पुल हेलिकप्टर बस्ने ठाउँ यस्तो जाडोमा स्विमिङ गर्न जान्छ अच्छा अच्छा तो फोर फोर नाचु 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 कहाँ गयो हामी चढ चढ भाइ तू एकलौता बंदा है जितनी अच्छी आइटों के साथ ध्यान दो लेता होगा ना ले तू मत ले 12 साल हो गए उसको बना दे शिपिंग तो छोटा सा तो है यार ये निवेश की थोड़ी की तूने वो ही नहीं की के खानु अब जैसे अब मेरे 5 व्यक्ति ऐसा कुछ 5 ऐसा ही होता है ठीक है तेरी इसलिए बढ़ेगी कि दीदी लंबी थी मम्मी इतनी लंबी है तुम आती 5 1 और 5 2 तेरे से भी छोटी बहुत लंबी होती है लेडीज पहले ऐसे चुप के बात कर हम बताओ बराबरी कहाँ है 5 1 5 2 तो ठीक है मेरी मम्मी की आई थी कम 4-10 होगी 4-11 होगी पावगी 5 बच्चे नहीं दी मम्मी लगता था लेडीज के हिसाब से लंबी नहीं सरस्वती देवी लंबी लगती है नहीं दीदी लंबी नहीं 5 दिखना है गला गला मचा है ना
अगर तू इधर रहता ना उससे पता है सबने था भाई साहब स्ट्रक्चर में अगर तू इधर रहता तो तेरी उधर गया थोड़ा अनुमान से वातावरण का भी अंतर रहता है। हाँ वातावरण का बहुत अच्छा उधर ये मैं नहीं ज्यादा बात दो बात यहाँ तो फिर दाई दाई कर रहा हूँ सब छोड़ में दो लोगों की हाइट होगी पुराने लोग आज हो दिने गिने गर्ने लु चढ माथि लु है 5-8 है समझे 5-8 है 174-130 सेंटीमीटर जैसे 5-10.5 हेलो हेलो शर्ट लगा हेलो हेलो 171 ऐसा ना ये जूते के साथ में पूरा 171 आता है। हाँ तो इसके बराबर होगा तो बोलेंगे आगे जूते के साथ एक लंबा तो लंबा महंगा है तो आप चक लो 171-172 बाप रे बाप से भी कहता हूँ थर्ड तो बहुत अच्छा है थर्ड का लगता ही है ना इसकी बड़ी होगी यार घरको आउँदैछ है महंगा तू ना होता फिर दोनों की हाइट में कोई फर्क नहीं करता नहीं मेरी नगर नगर महंगा तेरे सामने छोटी है अर्को लागि बाहिर गर्नु ये देख तेरी महंगा महंगा ये वाली ला तू भी क्रॉप कर सकता है लिनासमा नि सकिस् तस्वीर निकल के बाहर है दो अगर वो नहीं बहुत से बंदे गिराने होते हैं अच्छा ग्लास तो उही देखिन्छ पोखरा हाँ ये पोखरा फेवा ताल लिए है ऐसे फेवा ताल ठीक है फेवा ताल ये है बस पोखरा का दिखा देते हैं तर मलाई यो हरियाली मन परेको कस्तो कल कंजो हामीले सिसा बन्दो रहेछ नि त भाइ इसका तो बाय बाय ज्योति का है ज्योति डी के अच्छा सबको पता है सबको देव डी के भी था ये भी था पंकज भी था सिकंदर भी था मेरा तू और मैं दे बाय बाय मैं तो इसको छोड़ दिया सर मैं बना दी तो सीधी जाए ब्रेक लाग्यो देखिस् ब्रेक लाग्यो
साक्षी कुमार यही होता साले आधे बंदे तो फिल्म देख के बिगड़ गए साले मेरे अंदर दया भाव नहीं है खत्म करने में साले दया भाव थाहा भइसक्यो अब कसैले मारेको लोग तेरे को लगेगा दया भाव है लेकिन दया भाव छोड्न त आइसक्यो मेरी भी ऐसी मिल जाए रोज रात को थप्पड़ खाए। ये क्या हो गया घर में ड्यूटी इसलिए साइकिल बोलेंगे बचा लिए तेरे साइकिल बुलवाने से। मजाक करता हूँ तो उसको सीरियस नहीं लगता चीज। दीपक से कह रहा था तेरे लिए मैं ढूंढ देता हूँ। दीपक क्या था तो फिर कह रहा तेरे से कोई नहीं करेगी। कब कह रहा जिस हिसाब से तेरी थिंकिंग है तेरे से कोई नहीं करेगी। दीपक बड़ा अच्छा है प्रैक्टिकल सेंसिबल वो सही मेरे को तो लगता ही नहीं बड़ा हो गया है वो मेरे को ऐसे छोटा सा लगता है तो क्या बच्चे सब हाँ बच्चा ही था हमारे एक बार रन आउट करा था बैट से मारा मुझे याद है तब क्या रहा था बिस्तारै जानुपर्छ झर्नु झर्नु हुन्छ मेरे को तो अभी भी लगता ही नहीं दीपक बड़ा हो गया है छिटो न आओ आओ भाइ आओ ल साथी आज चाहिँ हाम्रो घुमघाम सिद्धिएको छ आजको लागि चाहिँ अब फेरि हामी भोलि बिहान उठेर कहाँ जानेछौँ कहाँ घुम्नेछौँ भन्ने कुरा चाहिँ तपाईँले फेरि मेरो युट्युब च्यानल भिजिट गर्नुपर्ने हुन्छ थाहा पाउनुहुन्छ। हस् त आजलाई बाई बाई फेरि भेटौँला भोलि अर्को भिडियोमा। आओ समात है।